प्युठान नगरपालिका प्युठानको बिजुवारको नजिक आइपुगे त्यो एकछिन हामी चाहिँ यहाँ बस्यौँ है त काठमा जान्छौँ होइन के अरे सुब्बा देउराली बास जान सक्छ हामीलाई कन्फ्युजन हुने भयो क्या नरपानी भन्ने ठाउँ आयो सुब्बा देउरालीको मन्दिर होइन हामी चाहिँ फाइनली खाएर निस्किसक्यौँ होइन यता न्यू मनोकामनाबाट निस्केर अब फेरि यता के अरे लिबाङ जाने यतातिर चाहिँ अब भए जाने यतातिर हामी चाहिँ पुल तरेर प्युठानको सदरमुकाम बागडुग्रातिर जाने बाटो हो होइन त्यसमा पुल पनि टाढै छ यहाँबाट चाहिँ हामी टकटके हुँदै प्युठान बागडुग्रा कता भएर जाने हो अब हेर्दै जानु साथीहरू हामी गइरहेको छौँ होइन लास्टमा त हामी कहाँ गइपुगेको छौँ भन्ने कुरा अब लास्टमा हेर्दै जानु छ है त उहाँबाट अराइहाल्नु जाने हो भने चाहिँ हाम्रो सम्झिनुहोस् कहाँ कुन ठाउँ होला भन्ने कुरा होइन हाम्रो साथी त्यसरी चलाइरहेको बाइक चट्टाहरू निकाल्नु होइन दामी रहेछ त बाटो नि राम्रै रहेछ क्या कहाँसम्म छ हस्पिटल एउटा बाटो कहाँसम्म हो पिछे खाले चाहिँ मसँग अघि पुरानको साथीले भन्छ त्यहाँसम्म पिछे छ अरे अब बिना कता कता अप्ठ्यारो होला यहाँ पनि रहेछ नि त यहाँ होइन कति धेरै पम्प छन् नि यता देख्न सक्नुहुन्छ पारीको तल आजको बाटो देख्न सक्नुहुन्छ त्यो चाहिँ लिबाङ जाने बाटो हो होइन रोपा जाने बाटो त्यही हो अब हामी त्यहाँबाट चाहिँ उताबाट क्रस गरेर फेरि यो टर्न लिएको छौँ अब यतातिर तल अगाडिबाट पुल तरेर यतातिर लागिरहेको छौँ है त यतातिर चाहिँ गइरहेको छौँ अब यो बाटो चाहिँ हामी प्युठान अब यहाँ बाटो चाहिँ हामी अर्घाखाँची निस्किन जाने अर्घाखाँची जिल्ला है त चेयर नेता प्युठान नगरपालिका नगरपालिका त यहीँबाट सुरु गर्नु नि यहाँबाट कता हो त राइट हान्ने हुन्थ्यो क्या त्यतै हो बल त नसोधिन्छ कि यो राइट हान्ने भन्थ्यो क्या भन्छ हिजो भने अनि प्युठान नगरपालिका यही बिचार हो त ए प्युठान हस्पिटल यहीँ हो भित्र नै त बसेर अन्त लाइट क्या खै काट्न त उत्पादन भएको क्या हाइड्रोपावर यही हो हिँड्न चाहिँ कि ए त्यसो यही रोडमै भेटिन्छ होला त्यसो त अरे हो र यो खोलाले होइन र यही खोला भने झिम्रो खोला यही हो यही खोला भने यसमा धेरै हेर ल त साथीहरू हामी फाइनली प्युठानको बिजुवारको नजिक आइपुगेका छौँ होइन प्युठान नगरपालिका इन्टर गरिसकेका छौँ अब यहाँ आएर हामी यसो वरपर यसो देखाएर अब हामी चाहिँ यहाँदेखि निस्किँदैछौँ यदि तल झिमरुक जलविद्युत आयोजना को हाइड्रो पावर चाहिँ यही नजिकै छ भने त्यो पनि हामी तपाईँहरू देखाउनेछौँ है त बाँकी दिपक केही बोल्न चाहनुहुन्छ तपाईँ म अहिलेलाई म जेसुकै गर भन्न चाहन्छु अहिले केही बोल्न चाहिन्न होइन अहिले चाहिन्न क्लियर कटमा हामी चाहिँ अब लाग्दैछौँ अब यहाँदेखि कहाँ कता कता जान्छौँ अब हेरौँ नयाँ बाटो हो यो बाटो हिँडेको छैनौँ होइन हामी अब टोलीहरू गइरहेको नि देख्न सक्नुहुन्छ यसो टल चलाएर जतिर सेल्फी हान्ने कार्यक्रम भइरहेछ हामी चाहिँ यहाँ दिएर यसो मजा लिइरहेछौँ होइन सबका सब भलगर निक्ले रे त अब हामी फाइनली गए अब टक्कलार यहाँबाट न्युट्रल बेसमा गर्किँदैछौँ झिम्रो खोला यही हो अरे तल देख्न सक्नुहुन्छ होइन बबाल अब यो खोलै खोल जाने अब तल देख्न सक्नुहुन्छ पानी बाँध बाँधेको छन् सायद त्यो बाँध बाँधेबाटै हामी जाने होला सायद मलाई जहाँसम्म लाग्छ अब खै हेरौँ कताबाट हुनुहुन्छ त्यो तल बाँध बाँधेको छ तल पुरै पानी जन्म भएको छ यार यहीँ रहेछ भनेको विद्युत निकाल्यो यहीँबाट भने ल यहाँ त हामी जाँदैछौँ है त साथीहरू गाइड हामी फाइनली जोत्रे भन्ने ठाउँमा आइपुग्यौँ होइन प्युठानको जोत्रे भन्ने ठाउँमा है हामी गइरहेको छौँ अगाडिहरू बासम्म पुगिन्छ तपाईँ देख्न सक्नुहुन्छ अगाडि होइन तपाईँलाई ट्याक्सी सहित हिँडिरहेको हामी चाहिँ साथीहरू यो खोलाको तिरैतिर गइदिरहेको छौँ है
कहाँसम्म खोलाको चिरैतिर जाने रहेछ तपाईँहरूलाई टाउको दिखाइ देखाउन सक्नुहुन्छ है टिग्रा आमा साँप र के साँप र टिग्रा भन्ने ठाउँ पनि भेट्यो अरे आमामा दामी दामी ठाउँ रहेछ अरे टिग्रा भन्ने ठाउँ झन् सफा रहेछ अरे मनकामने माईको मन्दिर 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 आमा स्कुल पनि रहेछ दामी ठाउँ स्कुल सब रहेछ त्यहाँ त बबाल बबाल बजार रहेछ बसेको है ग्यास यहाँ बोर्डिङ स्कुल चाहिँ यहाँ अलिकति ढिला छुट्टी हुँदैछ होइन भर्खर भर्खर छुट्टी भइरहेछ देख्न सक्नुहुन्छ सबै बच्चा बच्चीहरू आइरहेको होइन देख्न सक्नुहुन्छ तर्फ लाएर हामी चाहिँ अब यहाँदेखि अगाडि बढ्दैछौँ कहाँसम्मको यात्रा सफल हुन्छ हेरौँ आज हाम्रो पुरै भोलिसम्मको यात्रा छ होइन हामी जहाँ रात पर्छ त्यहीँ गएर बस्ने कुरो छ होइन अब हेरौँ कहाँ गएर रात पर्छ त्यही अनुसार तर्फ लाएर देख्न सक्नुहुन्छ है त आज हाम्रो राइड चाहिँ खतरा होला जस्तो छ छापा भन्ने ठाउँ पनि मैले रोल्पाको रुन्टीगढी अरे त्रिवेणी गाउँपालिकामा छापा भन्ने थाहा पाएको थिएँ यहाँ पनि त्यो साथीहरू छापा भन्ने बोलेन हाम्रो घरतिर पनि छ सल्यानको ठाउँमा सल्यानमा पनि छापा भन्ने रहेछ साथीहरू है भन्ने कुरो बुझ्यो हाम्रो साथीले चाहिँ मेरो घरमातिर पनि छ छापा भन्ने ठाउँ भन्ने कुरो गरे त्यो भएर ढुबाङ ढुबाङ खोला आइपुग्यौँ है साथीहरू हामी फाइनली ढुबाङ खोला ढुबाङ भनेको यहाँ पनि हाई स्कुल रहेछ स्कुल त यहाँ त छ्यापछ्याप्टी रहेछ नजिक नजिक यहाँ दामी दामी स्कुल रहेछन् हाम्रो सरहरू आउने मान्छे देख्नु भयो नि सरहरू टक्क लाएर पानीले मिठी मिठी हात भन्ने नारा चाहिँ एकदम हवाल सुरु भइरहेको रहेछ प्युठान भनेको यार पर पिपल र पिपलहरूको बोट र बाहुनबाजीहरूको बस्ती अलिक बढिसक्यो जस्तो लाग्यो मलाई यार प्रत्येक ठाउँमा मन्दिर छ है देख्नु पनि हामी खोलाको तिरैतिर गएका छौँ है हामी यस्तो दामी धापाहरू हेर्नु सक्नुहुन्छ पिछाडिको दामी दामी ठाउँ रहेछ खोलाको वरपर हेर्नु सक्नुहुन्छ होइन कैरन भन्ने ठाउँ आयो कैरन होइन बाली बाटो बाटो बजार रहेछ त्यसको वरपर आइपुग्यौँ कि जस्तो लाग्यो मलाई होइन यहाँबाट पनि थुप्रै बाटोहरू छ नि तल माथि जताकतै गएको पुलिस स्टेसन पनि रहेछ अब यहाँबाट चाहिँ हामी सिधै गइरहेछौँ है बाटो हेर्दा पिजे जान्छ हामी कतासम्म पुगिन्छ है त यो पनि कैरनकै एरिया जस्तो लाग्यो मलाई किनभने यता नाम लेखा छैन होइन कैरन भन्ने ठाउँ नै यो जग्गा हो कि जस्तो लाग्यो हामीले स्वास्थ्य गर्ने भाइ हुनाले यहाँ चाहिँ स्वास्थ्य रहेछ होइन हाम्रो साथीले सिङ्गन गर्नुभएको रहेछ त्यही भएर एकछिन हामी चाहिँ यहाँ बस्यौँ है त सर नमस्कार सर हामी चाहिँ साथीभाइहरूसँग एकछिन गफ गऱ्यौँ हाम्रो एकजना सरले चाहिँ चिन्नु भएको थियो उहाँसँग फोनमा कन्ट्याक्ट भएको थियो त्यही भएर चाहिँ हामी बसेर एकछिन गफ गऱ्यौँ त्यसपछि अब चाहिँ हामी नन स्टप जान्छौँ होइन हामी पुग्नुपर्ने चाहिँ अर्घाखाँची आज हामी चाहिँ बाटोको लागि है त आज हामी सन्धि खर्क बस्छौँ ड्राइभरहरू भेटाउनु दिनुहुन् क्या अब बरोडा आउनुभन्दा अगाडि नै पछिबाट आउने साथीहरू अफरोड हामी चाहिँ स्टार्ट गऱ्यौँ होइन अफरोड 15 किलोमिटर छ अफरोड 15 किलोमिटर छ अरे अब हेरौँ कतिसम्म जाने त्यही अफरोड अब 15 किलोमिटर यो बाटो क्रस गरेर यस्तै पिर्ची आउँछ साथीहरू है हामीले जाने बुझेअनुसार त्यो अनुसार गइरहेको छौँ हेरौँ कस्तो हुन्छ है त होइन क्या यो अहिले बरौलासम्म मात्रै हो क्या त्यसपछि फेरि पिच अनि फेरि त्यसमा अफरोड त्यसपछि पिच बनाएर के हो फेरि कच्ची अनि फेरि पिच हो क्या भनेपछि यहाँबाट बरौलासम्म अफरोड त्यसपछि पिच त्यहाँदेखि अगाडि पिच फेरि एकछिन 15 किलोमिटर जति कच्ची त्यसपछि फेरि पिचै पिच है त त्यसरी जाने अरे अब हेरौँ गइरहेको छौँ है त हामी चाहिँ
नि के ठाउँ अरे यो अँ करेटी करेटी हो र तिमीबाट जता के हो, के हो? नि अगाडि पनि थाहा छैन मलाई पनि थाहा छैन अलिअलि छन् हरिया खोला रे गर्मीले हेर्छ कस्तो पसिना गाडेको छ नि यार बिचरा गर्मी रहेछ कि यो ठाउँ हेर्ने क्या गर्मी छ नानी खेलाखानबाट ठिक्सै चल्दैछ क्या ओए अरे म त साँच्ची त्यो बाटो सोचेर होइन बाटो आयो भनेर पुरै क्या हाई हाई गरेर राख्नु त त्यो एम्बुलेन्स रेडी छ स्वतन्त्र पार्टी यहाँ पनि छ क्या राष्ट्रिय स्वतन्त्र पार्टी पनि चाचा अटल चाचा गर्ने क्या हेलो फाइनली गाइजहरू हामी चाहिँ तेह्रवटी गाउँपालिका जाने बाटो खै छुट्याएर चाहिँ हेर्न सक्नुहुन्छ एरावती होइन कि एरावती हेर्न सक्नुहुन्छ तेह्रवटी बडाल फोन गरेको अब यहाँबाट चाहिँ हामी अब कुन बाटो जाने हो कन्फर्म छैन तल्लोबाट जाने हो कि यसको छ कन्फर्म किनभने गाडी धेरै ल भने त्यही भएर यो बाटो जान्छ मलाई ल भन्ने त नि के ल्याउ ल्याउ भन्ने होला नि त अनि अब कता चाहिँ जान्छ एउटा गरौँ है त देख्न सक्नुहुन्छ अगाडि के भन्ने के छ र अफिसियली रूपमा तिम्रो नाइट अफ हो म लिभमा छु हेर्नु भने तपाईँले आज एक जोर मात्रै लुगा ल्याउँछु भन्नुहुन्थ्यो त एक जोर मात्रै लुगा ल्याएर लगा मात्रै जबल रहन्थ्यो भुइँ आन्न पठाल्ने थियो क्यार के ठाउँ अरे के ठाउँ अरे बरैला बरौला बरौला फाइनल हामी बरौला आयौँ होइन रोकम रोकम औ कहाँ हो र जाम जाम सोधेर जाम भने मैले सोधे होला नि क्या बरौला आइपुग्यौँ होइन बरौलाको बजार चाहिँ दामी रहेछ हस्पिटल पनि यस्तो खतरा रहेछ हस्पिटल पनि क्या हेऱ्यो हेलो सोधेर जाम क्या सोधौँ क्या रेवावटी आधारपुर अस्पताल रहेछ आधारपुर हामी चाहिँ यहाँ बाटो कन्फ्युज भयौँ होइन यताबाट आथ्यौँ बाटो कन्फ्युज भयो अब यहाँबाट चाहिँ हामी यतातिर जाँदैछौँ है त त्यो चाहिँ कन्फर्म बाटो रहेछ हामी कन्फर्म झुकेर चाहिँ एउटातिर गयौँ होइन बागदुला त्यो के अरे आधारपुर अस्पताल रहेछ यस्तो दामी रहेछ ठुलो हस्पिटल पनि कति ठुलो हेऱ्यो त यार लास्टै ठुलो छ त हाम्रो हस्पिटल नै ठुलो हेरेर सोडम के बुढाकाल किन दन गएको छ हेर्न सोधिन जाम 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 सोधेर जाम क्या यार यताबाट अगाडि गइसकेपछि हामी चाहिँ तर पुल चढ्नुपर्छ अरे त्यसपछि जानुपर्छ अरे होइन यहाँ चाहिँ अलिकति बाटो छ्यासम्यास रहेछ नि कन्फ्युजन भयो कि हामीलाई त्यो भएर है त हामीलाई बाटो चाहिँ छोड्नु पऱ्यो होइन अगाडि साथीहरू छोड्दै हिँड्दै गर्नु नि त त्यो भएर तर धुलो चाहिँ बबाल खाइरहेको होइन साथीहरू देख्न सक्नुहुन्छ अगाडि धुलो कति छ पुल चढेर जाने भनेको थियो नि त त्यो भएर पुल चढ्न आयौँ हामी है त पुलमा आयौँ यतातिर तलतिर देख्न सक्नुहुन्छ झुलुङ्गी पुल पनि रहेछ बाटो पुल पनि रहेछ दामी पुल रहेछ हाम्रो अब हामी चाहिँ गइरहेको छौँ है त अगाडि यहाँबाट अब हामी अब जहाँ बास बस्नु थाल्छ नि त्यहाँ गएर बल्ल पर्खिनु अड्डिन्छौँ है त त्यही हामी चाहिँ अर्को खोला क्रस गरेर दुईवटा तिनवटा खोला टरेर अब आइरहेको छौँ खोलै खोल फेरि अर्को खोलाको तिरैतिर गइरहेछौँ होइन फाइनल हामी कहाँ गइपुग्छ भन्ने हामीले पनि थाहा छैन अब यस्तो धुलो मैलो हेर्न सक्नुहुन्छ धुलो यस्तो छ होइन अब गइरहेछौँ हेर्न सक्नुहुन्छ अगाडि हाम्रो राइडरजीलाई हामीलाई पछाडि बसेर यस्तै मस्ती मारेर आम फर्किएर हाम्रो पनि धुलो भएको छ होइन साथीहरू कपाल देख्न सक्नुहुन्छ होला म्याट फुलिसकेको छु होला कि मोटा फुल होइन पुरै चोरी किहाल्यो भन्छन् कि सेप्पै भन्छन् त्यस्तो खालको फुलेको छ होला म हेर्ने पनि होइन अब यहाँबाट हामी अब कहाँसम्म पुगिन्छ यात्रा हेरेर जारी छ होइन अफ रोडको यात्रा हो कस्तो लाग्छ तपाईँहरूलाई हेर्दै जानुहोस् है त पछाडि आयो ठिक यता अरे
देख्न सक्नुहुन्छ साथीहरू धुलोले गर्दाखेरि चाहिँ लास्टै भयो क्या त्यसपछि हामी साथीहरूसँग रोकेर मास्क माग्नु बाध्य भयौँ होइन मास्क मागेर अहिले दुईजनाले मास्क लगाएका छन् मास्क लगाएर जाँदैछौँ धुलो यस्तो खालको धुलो छ नि होइन यहाँ चाहिँ अब जेसिबी सिजिबी बिग्रिएर चाहिँ बनाउँदैछन् टोलीहरूले बाटो बन्दैछ बवाल होइन हामी यो बाटो आयौँ देख्न सक्नुहुन्छ यो बाटो कस्तो खतरा छ यो यस्तो दामी हेर्नुहोस् यो बाटो त्यो बाटो चाहिँ क्या हो यो लगेर हेर्नु सक्नु त्यस्तो खतरा धुलो हाम्रो राइडर चाहिँ कम छैनन् कि यार बवाल चलाउँछन् बाइक चाहिँ एकदम मजा आइरहेछ पछाडि बस्नलाई चाहिँ 4 टाइम बिगारेर धेरै थियो तिनीहरूले हामीलाई मालिस भइरहेछ होइन तिनीहरूले हामीलाई गलत बाटो सिकायो क्या यार त्यसले मात्र 10 किलोमिटर मात्रै कच्ची छ भन्थे तिनीहरूले यार कति किलोमिटर आयौँ हामी हामी त भस्किनै आइकिन क्या जस्तो लाग्छ यार र यार 4706 पुगेका छौँ यार 1 घन्टा लाग्छ अझै ए ल यो बाटो यही रहेछ हामी चाहिँ चण्डीगढ जानेछौँ होइन 1 घन्टा अझै लाग्ने रहेछ चण्डीगढसम्म 1 घन्टा लाग्ने अरे माथिबाट चाहिँ बाटो अलि राम्रो छ अरे र हामी चाहिँ गइरहेको छौँ है त तल्लोले चाहिँ डिस्टर्ब गर्यो अब चाहिँ पिच बाटो आयो सुरु है फाइनल हाम्रो चाहिँ पिच बाटो भेलाउन सफल भयो है अब हामी चाहिँ यहाँबाट बन्किरहेको छौँ चण्डीगढको जानलाई है त दामी गाउँ रहेछ त्यहाँ बाटो यस्तो मासु चाल्छ सबतिर गइरहेको रहेछ बाटो चाहिँ देख्न सक्नुहुन्छ यस्तो बगाल छ होइन कता गयो चण्डीगढको सुबादेउराली यहाँबाट चाहिँ ट्याक्क लेखा रहेछ होइन के अनुसार हामी चाहिँ यतातिर लाग्यो चण्डीगढको सुबादेउराली जानेतिर त्यतिबाट हेर्नु न अघि आँगनमा होला नि क्या यार हजुर ठाडो बाटोबाट हो ट्र्याक्टर अड्डाबाट कताको राम्रो छ चण्डीगढको जाने कुन चाहिँ बाटो ठिक छ भनेको तल्लो बाटो कि माथिल्लो बाटो ए ल हस् ल हिँड्दा आए बाटो के हुँदैछ कि हिँड्दैन नि यहाँ के बाटो अब हिँड्नु छिटो अहिले आउँछ 1 घन्टा पुग्छ भने होइन नम्बरबाट कार्यालय हामी चाहिँ गइरहेको छौँ होइन देख्न सक्नुहुन्छ ओह्रालो लागिरहेको छौँ होइन गाउँ रमाइलो भन्ने त गीत त सुन्नु आयो नि होइन चण्डीगढको पनि यही होटो भन्ने होटल बजार त सबै टेन्सन त हो के भन्छन् छ्यापी भन्छन् कि बाख्रा भन्छन् भैँसी भइसक्यो हो नजिकै स्कुल नुवाकोट माध्यमिक स्कुल भन्ने रहेछ के लेखेको छ नि त कस्तो ठुलो छ नि भैँसी हान्ने ठाउँ दामी खालको सुरु नै नरहेको होला क्या उसले गरे दुईवटा बाटो खाँदै रहेछ 3टा बाटो छ त्यो भएर पर्मिसन भयो है बोर्ड छ त्यो बोर्ड हेर्दै हामी चाहिँ अब माथितिर उकालो लागिरहेको छौँ है त नुवाकोट हटिया भन्ने ठाउँ आइपुग्यौँ हामी है नुवाकोट हटिया वडा नम्बर 8 कार्यालय नजिक आइपुग्यौँ है नुवाकोट टोल विकास संस्थाको स्वागत गर्दछ है अब यहाँबाट कता जाने भन्ने कुरा हो सन्धिखर्क भन्ने हो त अनि सन्धिखर्क सुबादेउराली पनि त्यतै हो अरे हो सन्धिखर्क हेरौँ सन्धिखर्क जाऊँ पहिला आज त्यही बसौँ न त्यहाँ पनि हेरौँ न सँग भएछ भने उठै जानु पर्छ नि हामीबाट अहिले उठै जाऊँ
तेजस माही हो युट्युब हेरे खरे गर के को भवन हो यार भूमिका स्थान नगरपालिका नुवाकोट अगाखाँची सन्धि खर्क क्या आया 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 चाक कस्तो भयो कस्तो यार ठाकुर दा कैसा हुआ था चाक बजार भन्दाखेरि अर्घाखाँची जिल्लाको सन्धि खर्क भन्ने ठाउँ है अहिले चाहिँ हामी सन्धि खर्क भन्ने छौँ यता साथीहरू पूर्वाञ्चल घनश्याम यहाँ भिडियो बनाउँदै हुनुहुन्छ होइन मैले चाहिँ एकदम क्याप्चर गरिरहेको छु है फाइनली हामी चाहिँ करिब 6 घन्टाको आधारमा रोल्पालिङदेखि अर्घाखाँचीको सन्धि खड्ग भन्ने ठाउँमा आइपुग्यौँ होइन सन्धि खड्ग बजारमा यहाँनिर चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यो सन्धि खड्गको बजार हेर्नलाई यहाँ भ्युटाहरू पनि बनाएर चाहिँ होइन दामी रहेछ त्यहाँ यसो पिङ झुला खेल्न पनि रहेछ अब त्यहाँ चाहिँ हामी जान सकेनौँ अब हामी चाहिँ यताबाट गरेर यो सन्धि खड्ग बजार हेर्ने आज यसरी बस्ने मौका मिल्यो भने चाहिँ हामी यहाँ बस्छौँ नै भने चाहिँ नै भने चाहिँ हामी यहाँ सन्धि खड्ग बजार यसो घुम्छौँ एकछिन हेर्छौँ त्यसपछि हामी के अरे सुब्बा देउराली बास जान सक्छौँ भन्ने छ होइन यदि त्यस्तो मिलेन भने चाहिँ हामी यहीँ बास गर्छौँ के अरे भोलि चाहिँ सुब्बा देउराली गएर उताबाट फेरि अब कतातिर हानिन्छ भन्ने कुरा भइरहेछ अब कन्फर्म गरेर चाहिँ हामी जाँदैछौँ है त आजको हाम्रो चाहिँ यात्रा सायद यहीँसम्म हुन्छ जस्तो छ देख्न सक्नुहुन्छ यति ठुलो बजार रहेछ सन्धि खड्गको होइन दामी लाग्यो एक घन्टा भन्नु भयो 2-2.5 घन्टा लाग्छ यहाँबाट सुब्बा देउराली जान भाइ बाइकमा अलि चाँडै जानु भने 2 घन्टामै पुग्नुहुन्छ 1.5 घन्टामा अलि ढाड जाँदैन भने 2 घन्टा त्यस्तो लाग्छ हो हाम्रो फोटोग्राफर हेरौँ है साथीहरू यहाँ सब युट्युबर फोटोग्राफर अनि फेसबुक भ्लगर अनि फेसबुकमा डलर छाप्ने टोलीहरू मात्र छन् यहाँ हेर्नु सक्नुहुन्छ तर्क लाएर होइन फाइनली गए साथीहरू हामी सन्धि खड्ग आयौँ होइन तर यहाँबाट फेरि अब सुब्बा देउराली जाने भन्ने कुरा चाहिँ भयो कता चाहिँ जाने हो भन्ने सुब्बा देउराली जान त्यो भाइले 2 घन्टा लाग्छ 2 घन्टा लाग्छ भन्छन् अब कता जाने हो अहिले घरि फेरि 1 घन्टा भन्छ फेरि घरि अहिले एकछिन पछि स्टार्ट 3 घन्टा भन्छ देख्न सक्नुहुन्छ स्टार्ट भयो होइन टक्क लाएर चढिसक्यो तल्लीहरू अब हामी नै चढ्ने हो टक्क चलेर जान्छौँ अब जान चाहिँ जाने हो तर कता जाने भन्ने कुरा कन्फर्म छैन कति वर्षमा पुगिन्छ है त युट्युब च्यानल हो सब्सक्राइब गर्छौ हो तेजस माही हाना है तेजस माही 2016 है ल ल ल भरे साँझ 10 बजे अब आउँछ है त भिडियो अब होटेल भने जस्तो पनि पाइन्छ कि नै कहाँनिर पाइन्छ त्यो पनि थाहा भएन होइन यो होटल भन्दा पनि टाढा भयो कि यहाँबाट अनि हामीलाई जानु पनि टाढा भयो कि नि रिपोर्ट जाने 1 घन्टा आउने 1 घन्टा 2 घन्टा लाग्छ अनि 2 घन्टा लाग्ने 2 घन्टामा त हामी त के गर्छौँ त्यहाँ नजिकै बस्यौँ भने त होइन त्यो भएर हाम्रो बसाइ 1 घन्टामा हामी त्यहाँ भिजिट गरिसकिहाल्छौँ त्यो भएर फर्किन त्यहाँ जाने बेला हामी फर्किहाल्छौँ नि भिजिट गरेर हो त्यो भएर 2 घन्टामा त भिजिट भइहाल्छ त्यही भएर आज हामी जसरी भए पनि बास त्यही जान्छ मलाई जस्तो छ अब बजार आइयो होइन सन्धि खड्गको बजार लास्ट जाने बजार रहेछ कहाँ लेखा छ र सोना चाँदीको पसलहरू तल्का छन् हाइवेबाट एउटा टोपालालाई सोध्नु न जाम त्यतै हो कहाँ जाने हो सुब्बा देउराली हजुर यहाँबाट सिधै जाने सही हो यस यो त घुम्यो कि यता जाने हो के अरे जान्छ भइजान्छ उठै जाम उठै जाम क्या भोलि जान्छ कि बिहान फेरि त्यहाँ अलि तल गएपछि भए पनि हुन्छन्
जान्छ ठिकै हो के छ विचार अलग हेर्नु जाउँ न यो बाटो यतातिर जाने नि त्यहाँदेखि बाई र आफूलाई बाई गरिदियो नि ल ठिक छ ल थाहै छैन होला नि ट्राफिकले फेरि उभा ल धन्यवाद है तलतिर पुन बाँकी स्मृति उयो तर्फ त गइरहेछौँ सुभाष देवालीतिर गइरहेछौँ होइन अब हामी चाहिँ त्यहीँ जाने प्रोग्राम भयो हाम्रो सुब्बा देउराली 20 किलोमिटर यता यतै 20 रहेछ किलोमिटर पनि धेरै होइन रहेछ 20 किलोमिटर त कम हुनु पऱ्यो 1 घन्टा यहाँ चाहिँ आउँदासम्म चाहिँ फाइनली हेरेर हिँड्नाले जहाँ चोकाउँछ त्यहाँनिर त हामीलाई कन्फ्युजन हुने भयो क्या त्यो भएर पछाडि मान्छे थियो नि बरु त्यहाँबाट ल आइहाल्छ नि देख्छ त नरपानी के र नरपानी भन्ने ठाउँ आयो नरपानी भन्ने ठाउँ आएर चाहिँ यहाँ धेरै तर गतिपट्टि होला जानु फेरि यति गाम सोधौँ कल सोधौँ ल सुब्बा देवाल जानु बाटो यतै हो नि यतै अरे जाउँ यतै अरे कि हो नि बास बस्ने ठाउँ पाइन्छ नि त्यहाँ ए ल हुन्छ ल हस् हुन्छ ल जाउँ पाइन्छ अरे कि अगाडि सुब्बा देउरालीको मन्दिर होइन बट्टी आइ त पुग्यौँ तर बस्ने चाहिँ कहाँ भन्ने कुरा अझै कन्फर्म भएको छैन अब गएर हेर्छौँ कस्तो हुन्छ अब रात परिसक्यो होइन टक्क होइन गाइज फाइनली हामी चाहिँ कुन होटलमा रे दिपक स्टार होटलमा छौँ आएर अब सुब्बा देउराली नजिकै लाउरे बजार भनिदिएर चाहिँ यसलाई लाउरे बजार नजिकै स्टार होटलमा 2500 भनेको हामीले मिलाएर 1500 मा गरेछौँ के गर्ने होइन अब गरिबहरूलाई जहाँ पनि लुटिहाल्छ नि सबले यहाँ यसो हाम्रो अब खोल्ने कार्यक्रम भइरहेको छ बिस्तारै होइन यस्तो चाहिँ टक्कलाएर होइन दिपक सर कस्तो भइरहेछ र फिलिङ राम्रो छ पिछवाड़ा कैसा कर रहा है पिछवाड़ा बस दर्द कर रहा है दर्द वो दर्द आ रहा है दर्द हो गया भाई बहुत दर्द हो रहा है इधर खुजली हो रहा है मेरे को तो इधर खुजली है गर्मी त के अनि यस्तै हो अब हैन हामी बोल्ने भाषा यस्तै हो हैन जो केटाहरु हो मलाई हुन सक्छ के टक्क लगाएर अब आज चाहिँ हामी खाना खाएर रेस्ट उता दिनु टोयलेट छ हैन आज यहाँ फ्रेस हुने हो त्यसपछि भोलि फेरि टक्क बिहानै चट्ट घुम्ने हैन गएर देउराली सेउराली जताकतै वा लुका सुता जहाँ नि सब घुम्छ त्यसपछि भोलि अर्को एउटा भ्लग बन्छ यहाँ आजको लागि चाहिँ यहाँसम्म आइपुग्यौँ होइन 80 घन्टा लाग्यो कस्तो लाग्यो तपाईँहरूलाई भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नु होला र लाइक कमेन्ट सेयर हान्न पनि नभुल्नु होला अनि सब्सक्राइब गर्न पनि नभुल्नु होला है त धन्यवाद थ्याङ्क यू सो मच